भएको छ होला हैन, तारा देवी भन्ने हो उहाँ रहेको छ। तारा देवीको मन्त्र जप्न चाहनुहुन्छ भने तारा देवीको मन्त्र जप्नको अगाडि कुनै प्रार्थना हामीले पढ्नुपर्ने हुन्छ। त्यो प्रार्थना चाहिँ के कस्तो हो भन्दाखेरि यहाँ लेख्नु भएको छ, खोरवा लेडुल तुरेमा तुता राई जिग्युडुल तुरे नावा नामले डुल डुलमा युम्ला छाक्छालो भनेर चाहिँ उहाँले तारा देवीको अथवा ढोल्माको चाहिँ अनि मन्त्र जप्नु अगाडि कुनै उहाँको प्रार्थना चाहिँ यहाँ छोटकारीमा लेख्नु भएको छ। यो पढिसकेपछि चाहिँ हामीले मन्त्र जप्नु पर्ने हुन्छ। ओम तारे तुरे स्वाहा भनेर मन्त्र जप्नु पर्ने हुन्छ। फेरि पढौँ हामी। खोरवा लेडुल तुरेमा तुता राई जिग्युडुल तुरे नावा नामले डुल डुलमा युम्ला छाक्छालोस। खोरवा लेडुल तुरेमा तुता राई जिग्युडुल है जिग्युडुल तुरे नावा नामले डुल डुलमा युम्ला छाक्छालो। ओम तारे तुरे स्वाहा भनेर चाहिँ हामीले जति सक्दो जपे पनि हुन्छ। अर्या ढोल्माको तारा देवीको मन्त्र हामीले जति सक्दो जपेर मन्त्र अब एक माला हुन्छ कि अथवा जति भए पनि तपाईँले जप्नु भएर जपिसकेपछि हामीले माला जपेको पुण्य चाहिँ सारा प्राणीहरूको लागि प्राणी दान गर्नको लागि चाहिँ हामीले यो शब्द पर्ने हुन्छ। हामीले प्राणी दान गरेन भने हामीले गरेको जति पनि पुण्य छ त्यो सबै खेर हुनेछ। त्यही कारणले हामीले गरेको पुण्य चाहिँ खेर नहुन लागि प्राणी दान गर्नुपर्ने हुन्छ। गेवा दि युरुदो तक हिसिन खोर्लो डुग्युर्जी डोवा चिग्याङ मल्लिपा धे साला गइपर्सो भनेर रहेको छ। यो आर्य औलुकेश्वरको भने यो के भनेपछि यो चाहिँ आर्य तारे मास अनि ढोल्मा तारा देवीको मन्त्र जप्न चाहनु हुनेहरूलाई यो भिडियो एकदम महत्त्वपूर्ण रहेको छ। र अब लामा भाषा आउँदैन, टिबेटियन अब तपाईँले आउँदैन अनि यो तपाईँले यो भाषा तपाईँले बुझ्नुहुन्न हैन, अक्षरहरू तपाईँले बुझ्नुहुन्न, तपाईँले नेपालीमा तपाईँ पढ्न चाहनुहुन्छ भने यो भिडियोको मुनि कमेन्टमा तपाईँले नेपालीमा अब तपाईँलाई चाहियो भनेर तपाईँले कमेन्ट गर्नुभयो भने म फेरि यो पाठहरूले चाहिँ म फेरि नेपालीमा लेखेर तपाईँहरू सामु प्रस्तुत गर्नेछु।